यी तमाम पल प्रतिपल सम्झँदा लाग्छ वनका काँडाले भन्दा एक्ला रातहरूले घोचेर खपि नसक्नु बनाउँछ स्वामी, एक्ला रातहरूले घोचेर खपि नसक्नु बनाउँछ। यस्ता चाहिँ समयहरू पनि आउँछन् जहाँ कसैलाई आधा बाटोमै छाडेर अर्को बाटो अँगाल्नु पर्ने हुन्छ। ती ओठहरू साँच्चै प्रिय छन्, यी ओठहरू साँच्चै प्रिय छन्, ती ओठहरू साँच्चै प्रिय छन् र भन्नुहुन्छ मेरा ओठहरूको ध्वनि प्रिय हुन्छ र तपाईँ भन्नुहुन्छ मेरा ओठहरूको ध्वनि साँच्चै प्रिय हुन्छ। नमस्कार, तपाईलाई हार्दिक स्वागत छ। सृजना र सर्जकको सम्मान एकल प्रस्तुति कार्यक्रम रचनाको रङमा। कार्यक्रम रचनाको रङको हरेक श्रृङ्खलामा हामी एकजना स्रष्टालाई लिएर उपस्थित हुने गर्दछौँ र कार्यक्रम अवधिभर उहाँको एकल प्रस्तुति हामी हेर्नेछौँ र सुन्नेछौँ। नेपालबिट टिभी युट्युब च्यानलमा प्रसारण हुने यस कार्यक्रमको यो नयाँ श्रृङ्खलामा मैले आज कवि आलोक खनाललाई लिएर उपस्थित भएको छु। नमस्कार, म आलोक खनाल। मैले चाहिँ दुईटा नाम प्रयोग गर्ने गरेको छु। खास गरिकन साहित्यिक क्षेत्रमा आलोक खनाल र सबैले चिन्ने आलोक खनाल र पेसागत हिसाबले चाहिँ मैले आलोक प्रसाद खनाल लेख्ने गरेको छु। पेसाले म कानुन व्यवसायी र साथसाथै साहित्य क्षेत्रमा कलम चलाउँदै गरेको चाहिँ मैले 5-7 वर्ष मात्रै हुँदैछ। त्यति धेरै अनुभव त छैन। यद्यपि साहित्य विचार भन्ने चिज चाहिँ कुनै एउटा समय आउने हो र त्यो आएको विचार नै त्यो समयका लागि परिपक्व विचार हो भन्ने मेरो बुझाइ छ। रचनाको रङ्ग कार्यक्रममा म चाहिँ आफ्ना कविताहरू र साहित्यिक जीवनका केही पाटाहरू लिएर तपाईँहरूमा आज उपस्थित भएको छु। मेरो जन्म 2050 सालमा भयो, पुसमा। यो चाहिँ पहाडी क्षेत्र शङ्खुवासभाको खाँदबारी भन्ने ठाउँमा भएको हो जन्म चाहिँ मेरो। र त्यस पछाडि मैले त्यहाँ चाहिँ पहाडमा कुना कन्दरा, जङ्गल, खोल्सा खाल्सी यस्ता कुराहरू चाहिँ जुन देख्ने अवसर प्राप्त गरेँ, जसले मलाई साहित्यिक क्षेत्रमा यस्ता विषयहरूलाई पनि जोड्नुपर्छ भन्ने कुरा चाहिँ अवगत गराइदियो र यसले मलाई पूर्व ज्ञानको रूपमा स्थापित गरायो। र त्यस पछाडि लगभग 12-14 वर्षसम्म पहाडी जीवन बिताइसकेर त्यस पछाडि म तराईतर्फ झरेँ। यसले गर्दा तराईको र पहाडको जुन वातावरण छ त्यसलाई मिक्स गरेर साहित्यिक क्षेत्रमा अघि बढ्ने अवसर प्राप्त भयो। र त्यही बिचमा मैले चाहिँ केही कविताहरू लेखेँ जुन कवितालाई एउटा सङ्ग्रहमा ल्याउनुपर्छ भन्ने हिसाबले म देश भएको छैन भन्ने कविता सङ्ग्रह मैले प्रकाशन गरेँ। यो कविता सङ्ग्रहमा 40-45 वटा कविताहरू छन्, सङ्ग्रहित छन्। र आज म तिनै कविता सङ्ग्रह, त्यही कविता सङ्ग्रहभित्रका केही कविताहरू वाचन गरेर यहाँहरूलाई श्रवण गराउनेछु। यसमा खास गरिकन मैले लेख्ने गद्य विधा हो र यसमा लेखिएका कविताहरू चाहिँ प्रेम, जीवन, दर्शन र राष्ट्रप्रेम यिनै विषयहरूमा केन्द्रित छन्। र यो म देश भएको छैन भन्ने कविता सङ्ग्रहभित्रबाट सबभन्दा सुरुमा चाहिँ एउटा प्रेम कविता तपाईँलाई सुनाउने छु र त्यस पछाडि क्रमशः हामी कविता श्रवण गर्दै जानेछौँ। प्रेम कविता छ मेरो। यो चाहिँ ओठहरू भन्ने शीर्षकको कविता छ। ओठहरू, यहाँ चाहिँ ओठमा र ओठहरू दुईटा
शब्द प्रयोग गरिएको छ। ओठ मात्रै भन्दा चाहिँ एउटा ओठ अथवा चाहिँ एउटा व्यक्तिको ओठ बुझिन्थ्यो भने यहाँ चाहिँ प्रेमिल जोडीका ओठहरूको विषयमा प्रसङ्ग उठाइएको छ। मेरो कविता यसरी सुरु हुन्छ। यो ओठहरू भन्ने कविता चाहिँ, यी ओठहरू साँच्चै प्रिय छन्, ती ओठहरू साँच्चै प्रिय छन्, यी ओठहरू साँच्चै प्रिय छन्, ती ओठहरू साँच्चै प्रिय छन्। र भन्नुहुन्छ मेरा ओठहरूको ध्वनि प्रिय हुन्छ, र तपाईँ भन्नुहुन्छ मेरा ओठहरूको ध्वनि साँच्चै प्रिय हुन्छ। यसैले त हाम्रा मिलनहरू प्रिय छन्, यसैले त हाम्रा मिलनहरू प्रिय छन्। समय हो यी ओठहरू कुनै दिन बाँधिनु त छँदैछ, यी ओठहरू कुनै दिन बाँधिनु त छँदैछ। हुनसक्छ तपाईँका पहिला बाँधिने छन् वा मेरा, हुनसक्छ तपाईँका पहिला बाँधिने छन् वा मेरा। हजुरका ओठहरू चिसिए भने त, हजुरका ओठहरू चिसिए भने त मेरा बेहोसीहरू तपाईँको मृत्युभन्दा डरलाग्दा हुनेछन्। तर मेरा ओठहरू बाँधिए भने, तर मेरा ओठहरू बाँधिए भने हजुरका भन्दा पहिले शङ्खनाद हजुरले नै गर्नु। मेरा नामका आवाजहरू एकहोरै भए पनि मेरा मृत ओठ जस्ता अररा शङ्खका बीटमा तपाईँकै ओठहरू चुमिउन्। मेरा मृत ओठ जस्ता अररा शङ्खका बीटमा तपाईँकै ओठहरू चुमिउन्। एउटा प्रेम जोडीले खासमा जन्मौँ जन्मसम्म प्रेम चाहिरहेको हुन्छ र चाहिँ आफू मरेर जाँदा पनि आफ्ना मरिसकेका ओठ जस्तै शङ्खको बीटमा भए पनि हजुरले नै चुमेर मलाई चाहिँ पठाउनु भन्ने भावसहितको यो पहिलो कविता दर्शकहरूलाई मैले श्रवण गराएँ। तपाईहरू निरन्तर रूपमा मेरा कविताहरू श्रवण गरिरहनु भएको छ। अब कविता लेख्दै जाँदाखेरि कहिले प्रेम कविता लेखियो, कहिले चाहिँ राष्ट्र प्रेमका कविताहरू लेखियो। म चाहिँ पहिले एउटा अङ्ग्रेजी माध्यमको स्कुलमा अध्यापन गर्थेँ र त्यति बेला एउटा समस्या थियो र जुन समस्या सायद अहिले पनि छ जस्तो मलाई लाग्छ। त्यहाँ चाहिँ विद्यार्थी साना आफ्नो मातृभाषामा चाहिँ तोते बोल्न सिकेर आएका विद्यार्थी भाइ बहिनीहरूले अङ्ग्रेजीमा बोल्नुपर्ने, स्कुलको परिधिभित्र प्रवेश गरिसके पछाडि नेपाली बोल्न नपाउने र कक्षामा पनि नेपाली बोल्न नपाउने अवस्था थियो। त्यो अवस्थामा त्यसरी उनीहरूले चाहिँ आफ्नो मातृभाषा बोलेको अथवा चाहिँ आफ्नो मातृभाषालाई बिर्सेर त्यहाँ चाहिँ निरन्तर रूपमा अङ्ग्रेजी बोल्नु परेको विषयलाई लिएर मैले चाहिँ मातृभाषा शीर्षकको एउटा कविता लेखेको थिएँ र त्यो कवितालाई चाहिँ यहाँ मैले सङ्ग्रहित गरेको छु र त्यो कविता म तपाईहरूलाई श्रवण गराउँछु। मेरो कविता सङ्ग्रह म देश भएको छैन बाट। कविताको शीर्षक छ मातृभाषा। आमा, म तिम्रै काखमा छु कि छैन? आमा, म तिम्रै काखमा छु कि छैन? र स्कुल जाँदा कहाँ जान्छु? आमा, म तिम्रै काखमा छु कि छैन? र स्कुल जाँदा कहाँ जान्छु?
हरेक बिहान मेरो गृह कार्य म जन्मदै चिच्याएको शब्दबाट हुनै सक्दैन। यो विश्व ब्रह्माण्ड तिमी होइन रहेछौ आमा। यो विश्व ब्रह्माण्ड तिमी होइन रहेछौ आमा। मेरा म्याडमहरू पनि आफ्ना छोराछोरीलाई यही पढाउँछन्। आफ्ना छोराछोरीलाई यही पढाउँछन्। तिमीले काबेली बसाइँसरी आउँदा कोक्राभरि के बोकी ल्यायौ? राष्ट्रियता, थाङ्नाथुङ्नी अथवा सन्तान। राष्ट्रियता, थाङ्नाथुङ्नी अथवा सन्तान। आमा, तिमीले सुनाएको ललौरी भाषामा झन्डाको गीत गायो भने मातृभाषा बोलेको जरिवाना लाग्छ। स्कुल ड्रेस लगाउन साथ मेरो नजिकैको बतासले, मेरो नजिकैको घामले, मेरो नजिकैको पानीले, तिमीले ओछ्याइदिएको गुन्युको थाङ्नो र झन्डाको किनारा, यी दुवै बुझाउने शब्दकोश बदलेर आमा अरू नै कुराहरू बोलिदिन्छन्, अरू नै शब्दहरू बोलिदिन्छन्। मेरो भाषा कसैले बोल्दैन आमा। त्यसैले म्याडमहरू आफ्ना छोराछोरीलाई हाकपारे सिकाएर गृह कार्य गराउँदैनन्। तिमीले पढाएका अक्षरहरू पढ्यौ भने आमा, तिमीले पढाएका अक्षरहरू पढ्यौ भने साथीहरूले पिटाइ खान्छन् र गालामा सलहले खाएको आकाश उदाउँछ। अनि भन्छन् क्षितिज पारीको देशमा तिम्रो मुहार छैन अरे। अनि भन्छन् क्षितिज पारीको देशमा तिम्रो मुहार छैन अरे। तिमीले उठाए जस्तै प्रश्न उठायो भने कक्षामा, तिमीले उठाए जस्तै प्रश्न उठायो भने कक्षामा घन्टीभरि दिनभरि उभिनुपर्छ आमा। घन्टीभरि दिनभरि उभिनुपर्छ आमा। के तिमी सधैँ सधैँ सगरमाथा हुन सक्छौ? तिमीले सिकाएको भाषाले खान पुग्दैन अरे मेरो देशमा। तिमीले सिकाएको भाषाले खान पुग्दैन अरे मेरो देशमा। त्यसैले आमा, कक्षा कोठाको नजिकैका भँगेरा पनि पढ्दै होलान्। एम फर मदर, एफ फर फादर। आमा, अब केही दिनमै आमाको भाषा पनि यही हुनेछ। आमा, अब केही दिनमै आमाको भाषा पनि यही हुनेछ। श्रोतागणहरू, यो मातृभाषा शीर्षकको कविता मैले सुनाएँ। यो चाहिँ मैले अघि नै भनिसकेँ, एउटा अङ्ग्रेजी माध्यमको स्कुलमा पढाउँदाखेरि जुन साना बच्चाहरूले नेपाली बोलेको, आफ्नो मातृभाषामा बोलेको कारणले नै गर्दाखेरि चाहिँ जरिवाना तिर्नु पर्थ्यो र सायद लाग्छ अहिले पनि त्यो प्रयोग भइरहेको छ। हाम्रो भाषालाई चाहिँ बिस्तारै बिस्तारै यसरी निस्तेज पार्ने क्रममा अथवा पारिने क्रममा अथवा चाहिँ पर्ने क्रममा रहेको छ। तर अङ्ग्रेजी भाषा अथवा चाहिँ बहुभाषा जान्नुको फाइदाहरू पनि धेरै छन्। ती जान्नु त पर्छ नै, यद्यपि आफ्नो मातृभाषालाई पनि बिर्सनु हुँदैन भनेर यो कविता लेखिएको थियो।
खास गरिकन जीवनका अनेकौँ पाटाहरूमा आउँदै आउँदै गएपछि धेरै कुराहरू देखियो, अनेकौँ कुराहरू चाहिँ भए, जसमा आफ्नै गाउँघरका दाजुभाइहरू परदेश गएका छन्, आफ्नै दाजुभाइहरू चाहिँ यहाँनिर केटाकेटीलाई छाडेर, घर परिवार छाडेर विदेशिएका छन्। यसले चाहिँ मलाई निकै चाहिँ अप्ठ्यारो महसुस गरायो र हुन त परदेश नगइकन अहिले चुलो बल्ने अवस्था पनि छैन धेरैको ठाउँमा, धेरैको घरमा। त्यसैले मैले एउटा कविता लेखेँ। यो कविताको शीर्षक छ आशीर्वाद। आशीर्वाद कविता चाहिँ यसरी सुरु हुन्छ। यो थुप्रै नेपालीहरूको पीडा बोकेको कविता भित्र मध्ये एउटा कविता पर्छ, आशीर्वाद। मेरो निधारमा कुनै पनि आशीर्वाद अडिएनन्, मेरो निधारमा कुनै पनि आशीर्वाद अडिएनन्, केही खाँदै गरेको तातो भातको थालमा खसे, पन्छाएँ र भात खाएँ। केही घर बाहिर भित्र गर्दा गर्दै झरे, आशीर्वादहरू टेकिएला भन्ने डरले मेरी आमाले सन्याक सुनुक्क बढारेर गोर्यानमा मिल्काउनु भयो। केही आशीर्वादै थाप्न बाटाभरि हिँड्दा भिडाम्बी बसको भिडभित्र खलासीले भित्र धकेल्दै खसे। कोही मावल जाँदै गरेकी युवतीको छातीमा टप्प 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 टप्प। बिचरी उनले सम्हाल्न नभ्याउँदै पुर्लुक पुर्लुक झरे। केही बस भाडा तिर्दै सकिए, केही बस भाडा तिर्दै सकिए। केही बाटो हिँड्दै झरे, बाटाभरि भुइँभरि। हुनसक्छ आशीर्वाद थाप्न आउने जानेले कुल्चिएर गए आशीर्वादहरू। रोटी पिङको माथिल्लो पिरामा हुँदा खसेको आशीर्वाद, पालो पर्खिएर कुरिरहेकी कसैको सिउँदोमा खस्यो खसेन। म्यारिज खेल्दा खेल्दै कसैले दाउ मार्यो मारेन, डाइसको पालबाट कसैले सोहोरी लग्यो लगेन, सबै त थाहा छैन। तर केही आशीर्वाद भाग्यबाट पसिनाले झारी लगेपछि निधारमा पसिनासम्म बाँकी रहेको छैन। पुस्ता पुस्दै केही आशीर्वाद अर्को दशैँसम्म होला भनेर रुमालमा राखेको थिएँ। खामहरू गोजीमा हाल्दै टुक्रा टुक्री कनिका अडिएका थिए केही आशीर्वादका। एयरपोर्ट पुगेपछि तिमीले रुमाल माग्यौ र दिएँ। सर्टको गोजी मन पराएर भाइले माग्यो र दिएँ। यसपछि म रित्तो भएर मरुदेश आइपुगेको छु। आउने दशैँसम्मका लागि आशीर्वाद किन्न, आउने दशैँसम्मका लागि आशीर्वाद किन्न। यो कविता चाहिँ आफ्नै दाजुभाइ, छरछिमेकी, आफन्तहरू परदेश गइरहेको देखेपछि र घरिघरि चाहिँ आफूलाई पनि सबै चाहिँ गाउँ रित्तो पारेर, बजार रित्तो पारेर साथीभाइहरू सबै हिँडिसकेको देख्दा हिँडौँ लाग्ने पो हो कि भन्ने जस्ता शङ्काहरू उब्जिएपछि यो कविता लेखिएको थियो।
कविता सधैँभरि सबै कुरा चाहिँ कल्पनामा मात्रै लेखिन्छन् भन्ने पनि हुँदो रहेनछ। केही कविताहरू चाहिँ समाजका यथार्थ चित्रण गरेर लेखिएका कविताहरू हुँदा रहेछन्। केही कविताहरू चाहिँ आफ्नै जीवन भोगाइका कविताहरू हुँदा रहेछन् र केही कविता चाहिँ एउटा दार्शनिक हिसाबले अथवा चाहिँ वैचारिक हिसाबले फुत्त आउने हुँदा रहेछन्। कल्पनामा डुबुल्की मार्ने खालका हुँदा रहेछन्। तिनै कविताहरूमध्ये एउटा कविता सुनाउन गइरहेको छु, जुन कविता चाहिँ मैले त्यही मधेस भएको छैन भन्ने कविता सङ्ग्रहभित्र चाहिँ सङ्ग्रहित छ, जसमा प्रेम नै उल्लेख गरेको छ त्यो कवितामा पनि। तर यो चाहिँ मैले लामो समय रामायणको कथाहरू सुन्दै गएँ। रामायणमा भएका प्रसङ्गहरू सुन्दै गइसकेपछि त्यहाँ चाहिँ थुप्रै कुराहरू उल्लेख भएका छन्, जसमा राम र सीताको प्रेम सम्बन्धलाई एकदमै गहन रूपमा केलाइएको छ। त्यसै गरी लक्ष्मण र रामको, शत्रुघ्नको, ती चारै भाइ चाहिँ रामका भाइहरूको प्रेम, देशप्रतिको समर्पण, दाजुभाइप्रतिको मित्रता, आदरभाव, सम्पूर्ण कुराहरू उल्लेख गरिएको छ। तर मलाई के लाग्यो भने त्यही रामायणमा एउटी यस्ती पात्र छन् जसलाई चाहिँ लक्ष्मणले आफू चाहिँ वन जाने बेलामा, वनवासमा जाने बेलामा चाहिँ मसँगै हिँड तिमी भनेर भन्न सकेका छैनन्। उनी चाहिँ दाजुको प्रेममा, दाजुको चाहिँ सेवामा अत्यन्तै गहिरो गरी लागेको अवस्था छ। र त्यसले गर्दाखेरि एउटी उर्मिला जो चाहिँ लक्ष्मणकी श्रीमती हुन्, उनको मनोभावनालाई, उनको मनोदशालाई कवितामा लेख्दाखेरि कस्तो हुँदो रहेछ भनेर त्यसलाई चाहिँ मैले कवितामा उतार्ने प्रयास अथवा चाहिँ कविता बनाउने प्रयास अथवा चाहिँ मिथकको प्रयोग गरेर यो कविता लेखेको छु। यो कविता तपाईहरूलाई कस्तो लाग्छ? अहिले पनि चाहिँ धेरै महिलाहरूलाई, धेरै चाहिँ श्रीमतीहरूलाई नेपालमा छाडेर पुरुषहरू लामो समयसम्म, आफ्ना श्रीमानहरू लामो समयसम्म परदेश बस्नुपर्ने अवस्था छ, अथवा चाहिँ लामो समयसम्म कामको सिलसिलामा होस् अथवा चाहिँ कुनै सिलसिलामा होस् आफ्नी मायालुलाई घरमा छाडेर परदेशिनु परेको छ। त्यस्तो बेलामा त्यस्ता मायालुहरूले के सोच्छन् होला भन्ने विषयलाई, त्यो मनोदशालाई यस कवितामा थोरै निकाल्ने प्रयास गरेको छु। यसमा चाहिँ उर्मिला भनेकी लक्ष्मणकी श्रीमती, यसमा उर्मिलाको मनोभावलाई चाहिँ उर्मिलाले भनेको शैलीमा, उर्मिलाले नै कविता लेखेको शैलीमा लेखिएको छ। यो तपाईहरूलाई कस्तो लाग्छ म श्रवण गराउने छु। उर्मिला कविता यसरी अघि बढ्छ। प्रभुले बुझिबक्सिएन, प्रभुले बुझिबक्सिएन, हजुरलाई पनि प्रभु सेवा नै प्रिय भयो। प्रभुले बुझिबक्सिएन, हजुरलाई पनि प्रभु सेवा नै प्रिय भयो। अनि म कसरी सम्झौँ, अनि म कसरी सम्झौँ सीताजी वनवास बसेको निर्णय। अनि म कसरी सम्झौँ सीताजी वनवास बसेको निर्णय। यी 14 वर्षका दिनहरू अनि म अबला उर्मिला। प्रभु वनवास हिँडेपछि अयोध्या सुनसान भयो। प्रभुले बुझेर पनि बुझिबक्सिएन। लक्ष्मण, हजुरले त बुझ्नुपर्ने हो, हजुरले पनि बुझिबक्सिएन। सीताजी प्रभु सेवामा जानुको कारण हजुरले पनि बुझिबक्सिएन। हजुर वनवास जाँदै गर्दा म पनि पछि लाग्नु पर्थ्यो हजुरसँगै। यी तमाम पल प्रतिपल सम्झँदा लाग्छ
वनका काँडाले भन्दा एक्ला रातहरूले घोचेर खपि नसक्नु बनाउँछ स्वामी, एक्ला रातहरूले घोचेर खपि नसक्नु बनाउँछ। ठुला ठुला नदीहरूले भन्दा आँसुहरूले बगाउँछ स्वामी, हजुर वन गएपछि म विधवा भन्दा आजित भएकी छु। हजुरले वनका कष्टपूर्ण समयमा प्रभु सेवा टुट्ने भयले उर्मिलालाई बुझिबक्सिएन। यी अयोध्याका चराहरू गुनगुनाउँदैनन्, अहिले यी अयोध्याका चराहरू गुनगुनाउँदैनन्, साँझबत्ती बल्दैनन् सहरमा। लक्ष्मण, यो उर्मिलाको रित्तो अँगालामा मध्यरात बेरिएर निदाउनै सक्दैन। सीताजीले स्याउलाका छहारीमा प्रभु सेवा गरिरहँदा हजुरलाई कुनै छटपटी नहुनु र केवल राम भक्ति लागिरहनु। यो उर्मिला कसको सेवा गरोस् स्वामी, कसको भक्ति गरोस् र कसरी भनोस्। यसरी पनि प्रभु पद प्राप्त हुन्छ भनेर पतिदेव हजुरले बुझ्नुपर्ने थियो, बुझिबक्सिएन। पतिदेव हजुरले बुझ्नुपर्ने हो, बुझिबक्सिएन। यो चाहिँ उर्मिला शीर्षकको कविता एउटा रामायणको मिथकलाई प्रयोग गरेर लेखिएको कविता थियो, जुन मैले यहाँहरूलाई सुनाएँ। अब म थोरै प्रेमिल हुन चाहन्छु। प्रेम कहीँ न कहीँबाट मानव मस्तिष्कमा, मानव हृदयमा प्रेम अङ्कुराउँछ, माया पलाउँछ, एकअर्काप्रति आकर्षित हुने अवस्थाहरू आउँछन्, जसमा एउटा प्रेमीले प्रेम गर्न थाले पछाडि उसले आफ्नी प्रेमिकालाई एउटा मोबाइलको वालपेपरमा फोटो खिचेर थपक्क राख्छ। अनि साँझमा उसले चाहिँ जब आफू ओछ्यानमा पल्टन्छ अनि त्यस पछाडि उसले त्यो वालपेपरमा राखिएकी आफ्नी प्रेमिका अथवा चाहिँ आफ्नी मायालुको फोटो हेर्दै हेर्दै अनि उसले सोध्छ, जुन कविताको शीर्षक छ वालपेपर। यो वालपेपर कवितामा यसरी चाहिँ एउटा प्रेमीले आफ्नी प्रेमिकालाई वालपेपरमा छोइराख्छ, पटक पटक छुन्छ। कविता यसरी बनेको छ। म त्यो कविता श्रवण गराउँछु। एकपटक साँझमा तिमीलाई मेरो वालपेपरमा सजाएँ, एकपटक साँझमा तिमीलाई मेरो वालपेपरमा सजाएँ र छाडिदिएँ। कुनै पहाडको छटा वा पहिरो, कुनै पहाडको छटा वा पहिरो अथवा मात्रै फुलहरूको स्पर्शले हैरान भएका मेरा औँलाहरू आज स्क्रिन लक ओगार्न तछाड मछाडमा निस्किएका छन्। मैले लक खोल्दै गर्दा एउटा रेखा जो तिम्रो ओठै भएर जान्छ, लाग्छ यही नै मेरो भाग्य हो, लाग्छ यही नै मेरो भाग्य हो। तिम्रो विशाल निधारमा समय बहुतै हतारिएर बसेको छ। तिम्रो विशाल निधारको छेउमा समय बहुतै हतारिएर बसेको छ। सन्डे 11 जुन 7:50 PM। केही बेरमै आइतबार जुन 11, केही बेरमै आइतबार जुन 11 एकैछिनले भए पनि बुढो हुनेछ। यसपछि त औँलाहरू अझै तिमीलाई छोइरहन स्क्रिन लक बन्द गर्ने र खोल्ने दौडामा निस्किन्छन्। आहा, मैले साँच्चै तिमीलाई यति नै छुने हो भने तिमी वालपेपरको चित्र जस्तो एकहोरो हेर्न छाडेर वा लट्ट
मिठ्ठ मुस्कान मात्रै छाडेर नबसौली। मलाई यसै गरी अहिलेलाई कल्पनामा छाडिदेऊ। मलाई यसै गरी अहिलेलाई कल्पनामा छाडिदेऊ। तिम्रा तस्बिरका केसहरू मैले बेशर्म चलाइरहँदा यी हातमा असरल्ल आइपुग्छन् तिम्रा यादहरू। म टाढाकी तिम्रो प्रतिध्वनि सुन्न आतुर हुन्छु। मेरो वालपेपरमा तिमी छौ। जब स्क्रिन लक खोलेपछि अरू थुप्रै एप्लिकेसनहरूको काम पर्छ। यो एउटा यस्तो रात हो, तमाम एप्स बिर्सिएर मात्रै स्क्रिन उघार्नु, बन्द गर्नु र उघार्नुमा बिताएको हुन्छु मेरा औँलाहरूलाई। यसरी कटाएको रातमा एकै पल पनि तिमी नै भएकी भए समय यति विघ्न प्रताडित भएर बस्दैनथ्यो। समय यति विघ्न प्रताडित भएर बस्दैनथ्यो र हुँदैनथ्यो बिहान 12 जुन मन्डे। सम्झ त, कुनै दिन वालपेपर परिवर्तन गर्नु पर्यो भने भो नसम्झाऊ त्यो मायालु रात कसरी मर्नेछ। भो नसम्झाऊ त्यो मायालु रात कसरी मर्नेछ। यो प्रेम कविता थियो। वालपेपर एउटा प्रेमीको पागलपनलाई लेखिएको थियो। अब एकपटक चाहिँ के भयो भने म निकै साह्रै बिरामी परेँ। त्यो लगभग 1 महिना बिरामी परिसके पछाडि घरिघरि चाहिँ अब बाँचिँदैन कि बा चाहिँ मरि पो हालिन्छ कि जस्तो पनि लाग्थ्यो। र त्यो बेलामा मेरो बुवा जीवितै हुनुहुन्थ्यो। अहिले बुवा बित्नु भइसक्यो। म बुवालाई सम्झिन चाहन्छु यति बेला। बुवालाई सम्झेँ अनि त्यस पछाडि आफू बितेको सम्झेँ, आफू बितेर लास भएको र त्यो लासलाई चाहिँ आफ्नै बुवाले काँधी काठ गरेर मलामी जाँदै गरेको र त्यहाँ पुगेर चाहिँ मलाई बिसाएर चाहिँ फर्किनु परेको कुरा सम्झे पछाडि मैले यो कविता लेखेको थिएँ। त्यो बेला जति बेला म बिरामी थिएँ र बुबा जीवितै हुनुहुन्थ्यो। बुबा अहिले बितिसक्नु भएको छ। उहाँको सम्झनामा पनि यो कविता म यहाँ श्रवण गराउने छु तपाईहरूलाई। कस्तो लाग्छ, यो मेरो भावनाको छाल हो र यो चाहिँ मेरो यथार्थ पनि थियो। मैले यो कविता मलामी शीर्षकमा लेखेको छु र 23 कविता तपाईहरूलाई श्रवण गराउँदैछु। यो कविता पनि म देश भएको छैन कविता सङ्ग्रहमै सङ्ग्रहित छन् र कविता मलामी यसरी अघि बढ्छ। म त केही पनि सम्झिरहेको छैन। यो तिमीले मलाई काँधमा राखेर मावल लैजाने बाटो हो। बा, म त केही पनि सम्झिरहेको छैन। यो तिमीले मलाई काँधमा राखेर मावल लैजाने बाटो हो। बा, त्यही ओह्रालो झरिसकेपछि म घाट तरेर त्यही बाटो मावल जान सकिरहेको छैन यति बेला। यो बाढी ढुनमुनिएको नदी एकहोरो बगिरहेछ, बजिरहेछ शङ्खको धुन एकहोरो। बगिरहेछ पहाड जस्तो छाती तिम्रो, पत्थर जस्तो हृदय तिम्रो। यही घाट हो, यही घाट हो जसको भयबाट हरेक दिन जोगाउँथ्यौ तिमी मलाई र मेरा काँधमा चढेर पहेँलो घामको कल्पना गर्थ्यौ र मेरा काँधमा चढेर पहेँलो घामको कल्पना गर्थ्यौ। सँगै सँगै तिम्रो आफ्नै अस्तित्वको कल्पना गर्थ्यौ। यो सपना तिम्रो थियो। यति बेला बा, नदी बौलाएको छ।
फनफनी घुमेर छातीमा ढुकुमुकु खेले जसरी हिर्काइरहेछ नदी किनारको पत्थर। हुनसक्छ त्यो तिम्रै बस्ने उटो हो, हुनसक्छ त्यो तिम्रै हृदय हो। मलाई बिसाएपछि चितामा खाग नहुन्जेल खरानी, तिमी त्यहीँ बस्नुपर्नेछ, तिमी उसै गरी बस्नुपर्नेछ जसरी बसिरहेछ पत्थर नदी किनारमा। मबाट म त सकिएकै छु बा, यो बाहेक के हुनसक्छ मृत्यु। मबाट म त सकिएकै छु बा, यो बाहेक के हुनसक्छ मृत्यु। तर बा यो त्यही नदी हो। तिम्रा काँधबाट ओर्लिएर हेर्दा तिम्रो अनुहारभरिका पसिनाहरू पखालिदिन्थ्यो यही पानीले। यस अर्थमा हेर्दा नदी निर्मल छ। तिमी अब केही बेरमा यही नदीमा झ्वाम्म नुहाउँछौ, पखालिसक्छौ चिता यही पानीले, अनि पखाल्छौ तिम्रा आँसुले नदी जस्तै तिम्रा आँखाले। बा यदि तिमी यही ठाउँमा मलामी मात्रै भएको भए कति पवित्र हुन्थ्यौ होला स्नान गरिसकेपछि। तिमी मलामी मात्रै नभएर दुश्मन भएको भए कति शीतल हुन्थ्यौ होला। तिमी कुनै प्रेमी मात्रै भएको भए पनि सबै मबाट लागेका बन्धनहरू उन्मुक्त हुन्थे होला। सोचिरहेछु यस घाटले तिमीलाई निर्मल बनाएर कसरी पठाउँदो हो घर। तिमी आफै मलामी भएर आएपछि बा म त जल्दैछु आखिर यही घाटमा, म त जल्दैछु आखिर यही घाटमा। र यो कविता मैले चाहिँ बुवाको सम्झनामा आज यहाँ तपाईहरूलाई श्रवण गराएँ। अब एउटा छोटो कवितातर्फ नै जानेछु, जुन कविता चाहिँ एउटा प्रेमिल कविता छ, जसमा चाहिँ जीवनमा यस्ता चाहिँ समयहरू पनि आउँछन् जहाँ कसैलाई आधा बाटोमै छाडेर अर्को बाटो अँगाल्नुपर्ने हुन्छ र त्यति बेला आफ्नो मायालुलाई सम्झाउँदै लेखेको कविता छ यो। र कविताको शीर्षक छ तिम्रो संसार। यो कविता यसरी अघि बढ्छ। नभन्नु तिम्रो संसार मैले खोसिसकेँ, नभन्नु तिम्रो संसार मैले खोसिसकेँ, तिमीबाट सबै रातहरू लगेको छैन सपना देख्न, तिमीबाट लगेको छैन डाँडा पारीको क्षितिज, पुग्नु त तिमीले वहाँ छ, तिमीलाई पुर्याएको बाटो पनि आधा मात्रै हो, हिँड्नु त बाँकी यात्रा छ, तिम्रा हत्केलाबाट लगेको छैन जम्मै प्रेम, हस्तरेखाहरू छोडी आएको छु तिमीसँगै, तिमीबाट लगेको छैन नौरङ्गी इन्द्रेणी, जीवनको अनौठो कदम त्यो हो, लगेको छैन पहाड र पैताला, तिमीबाट पटक्कै लगेको छैन हरेक बिहान उदाउने घाम अनि देवता लगेको छैन, तिमीबाट लगेको छैन तिम्रै बाका आशीर्वादहरू, प्रार्थनाका ओठ र सुम्पनै पर्ने सिउँदो लगेको छैन नियात्राको सिङ्गो डायरी, जीवनको पहिलो अध्यायमा नभएको ईश्वर एउटै अध्यायमा आउनु र जानु गएको छैन त्रिशुलीको आधा बिन्दुबाटै गन्तव्य, म मात्र हुँ तिमीबाट गएको, म मात्रै जाँदा जानु हुँदैन तिम्रो हृदयको सङ्गीत, जानु हुँदैन खुसीहरू, सकिनु हुँदैन आँसुहरू, त्यसैले पिर नगर नपार आफूलाई खण्डहर, यहाँ नदीको भेल सुकेपछिको बगैँचा देखेकी छेउ तिमीले, त्यहीँ फुल्छ सबैभन्दा सुन्दर गुलाब, त्यहीँ फल्छ सुनबाला धान, हो म एउटा भेल तिमी माझ
आएँ गएँ। यो आजको बसाइको मेरो अन्तिम कविता हो। तपाईहरूले यति लामो समय करिब 35-40 मिनट मलाई श्रवण गरेर, मलाई चाहिँ मेरा कविताहरूलाई श्रवण गरेर साथ दिनुभएको छ। यस कार्यक्रममा मैले चाहिँ आफ्ना कविताहरू प्रस्तुत गर्न पाएकोमा मलाई एकदमै चाहिँ खुसी लागेको छ। खास गरिकन नेपालबिट टिभीलाई म विशेष धन्यवाद भन्न चाहन्छु र तपाईहरूको सुझाव, तपाईहरूको प्रतिक्रिया र तपाईहरूको राय सल्लाहलाई पनि सधैँभरि आत्मसात गर्ने नै छु। नेपालबिट टिभी युट्युब च्यानलमा प्रसारण हुने कार्यक्रम सृजना र सर्जकको सम्मान एकल प्रस्तुति कार्यक्रम रचनाको रङको आजको श्रृङ्खलामा मैले यहाँमाझ कवि आलोक खनाललाई राखेँ र उहाँका सृजना र उहाँको सृजनाको यात्रा हामीले हेऱ्यौँ, सुन्यौँ र उहाँको सृजनाहरू र समग्रमा आजको कार्यक्रम यहाँलाई कस्तो लाग्यो अवश्य पनि हामीलाई प्रतिक्रिया तल कमेन्ट बक्समा लेखिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु र यो कार्यक्रमलाई आम साहित्य प्रेमीहरूमाझ पुर्याउनको लागि सेयर गरिदिनु हुनको लागि पनि म हार्दिक अनुरोध गर्दछु। र अर्को श्रृङ्खलामा म फरक स्रष्टालाई लिएर उपस्थित हुनेछु। आजको लागि भने म कार्यक्रम प्रस्तोता रामप्रसाद खरेल बिदा हुन्छु। नमस्कार।